किनभने मरेको नेपाली छैन, बाँचिरहेको जिउँदो संदाताहरूको देश हो यो। त्यसो भएको कारणले हामी गर्न सक्छौं। प्रविधिमा हामी कमी छौं भन्ने तपाईलाई लागेको होला, भ्रम हो। न प्रकृतिमा हामी कमी छौं। सगरमाथा जस्तो तपाईको चाहिँ सर्वोच्च शिखर भएको देश। संस्कृतिमा न हामी तपाईको चाहिँ हामी चोक चोकमा, गाउँ गाउँमा, टोल टोलमा विविध खालका संस्कृतिहरू हामीसँग छ। हामी न संस्कृतिमा कम छौं, न प्रविधिमा कम छौं। आजभन्दा 1500 वर्ष पहिला ढिकी र जाँतो बनाउने पुर्खाको सन्तान हो कि होइन हामी? तर पछिल्लो समयमा हामीले हाम्रो शिक्षाबाट हामीलाई ट्विस्ट गरिदियो है। हामीले हाम्रो मौलिक प्रविधिहरू सबै त्यागेर, मौलिकतालाई त्यागेर विदेशीले तपाईको चाहिँ बेचेको पापड खान थाल्यो। त्यहाँदेखि सबै कुरा बिर्स्यो। आजभन्दा 2000 वर्ष पहिला जाँतो र ढिक्की बनाउने पुर्खाको सन्तानले आज एउटा सियो पनि बनाउन सक्दैन भन्दाखेरि लाजले शिर घरिघरि मेरो त कता कता निउरिन्छ। अब प्रविधिको क्षेत्रमा पनि युवा जाग्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। यही हो हर्कबाद भनेको के हो भनेर धेरै पत्रकारहरूले अपमानजन्य तपाईको चाहिँ भाषामा सोधेको देख्दैछु है। हर्कबाद भनेको के हो भन्दा यो देशको प्रकृति, यो देशको संस्कृति र यही देशको प्रविधिको कुरा गर्नु।